मेरो मिनी ब्लगमा तपाईँहरूलाई फेरि पनि हामी घाँस लिन गएको मकैको घाँस होइन गाइज हो है। अहिले टक्क भर्खर पानी परेर फेरि घाम लागिरहेको छ टक्कसँगले हाम्रोतिर। यस्तै हो गाउँघरमा गाइज हो। तपाईँहरू पनि सन्चै हुनुहुन्छ होला, म पनि सन्चै छु गाइज हो। आहा यतातिर हेर्नुहोस् है त गाइज, घाँसहरू यस्तो भइसकेको छ गाइज हो। यो हाम्रो घरको कुकुर हो। फाइनली गाइज हामी खिदा आइपुगिसकेका छौँ गाइज हो। हामीले घाँस यहाँ माथिबाट काटेर लानुपर्ने जस्तो लाग्छ गाइज होइन। सर हेर्नुहोस् न त्यो पारी उता बबाल भ्यू दिइरहेछ होइन गाइज हो। फाइनली हामी घाँस लिन आइसकेको छौँ, मान्छे छैन क्या खेतमा। तिमीलाई मैले नै हो लाने, के छ विचार जाने कि नजाने, बदलु पारीको देशमा। हेर्नुहोस् है गाइज उफ, केटाहरू त चिलमा छ, गर्लफ्रेन्डसँग बोल्ने बस्यो भनेर भन्न नमिल्ने बिसाएको रे साथीहरू। फाइनली गाइज हामी घाँस काट्नेतिर आइपुगेको छौँ। यही हो हामीले घाँस लानुपर्ने ठाउँ। हेर्नुहोस् है त गाइज हाम्रो हामी बसेको भन्दा धेरै माथिका गाउँहरू हुन्। फाइनली गाइज हेलो गाइज, फेरि हामी पनि उकालो लाग्न थालेको। अब खेत जानुपर्ने होइन गाइज। सरर सरर आहै माया सरर गाइज नाम्लो कचिया बोकेर हामी घाँस काट्न। हेर्नुहोस् गाइज यति धेरै रहेछ घाँसहरू। हाम्रो गाउँ आमामामा गाइज फाइनली मकै बारीतिर हामी होइन गाइज। अब एकछिन हामीले काटेको देखाउँछौँ त है गाइज। हेलो गाइज हाम्रो अब हाम्रो भ्लग अर्कोचोटि हेर्नुपर्छ है त गाइजहरू।